जय मसीह। नमस्कार। 2025 पनि सक्ने लाग्यो। क्रिसमस संसारभरि धुमधामले मनाइन्छ। नेपाल, अमेरिका या अन्य कुनै पनि ठाउँहरूमा आफ्नै प्रकारले बडो उत्साहको साथमा क्रिसमस मनाइन्छ। यसै क्रिसमसको सेरोफेरोमा रहेर यहाँलाई शुभकामना सहित चाहिँ केही कविताका पंक्तिहरू पढ्न चाहन्छु। हामी क्रिसमस मनाउँदैछौँ, तर हामी क्रिसमस मनाउँदै गरेको पर्खालको उतापट्टि पनि मान्छेहरू छन्, जुन मान्छेले क्रिसमस अर्थात् प्रभु येशू ख्रीष्टलाई के राम्रोसँग चिनेका छन्। यदि छैन भने हामीले मनाउँदै गरेको क्रिसमसको अर्थ त्यो पर्खालभन्दा पारिपट्टि बस्ने मान्छेको लागि के। सुरु गरे। पर्खालको अर्कोपट्टि पनि मानिसहरू बस्छन्। क्रिसमसको दिन नजिकिँदैछ। साँझ थियो। म शहरको बीचमा बसेको थिएँ। अचानक एउटा अनौठो प्रश्न मेरो मनमा आयो। यदि प्रभु येशू ख्रीष्ट आउनु भएकै थिएन भने के हुन्थ्यो? म झसङ्ग भएँ, डराएँ। त्यही डरबाट केही पंक्तिहरू जन्मिए। यदि तपाईं आउनु भएकै थिएन भने के हुन्थ्यो? अर्थात् प्रभु येशू ख्रीष्ट यस संसारमा नआउनु भएको भए के हुन्थ्यो? म यो भिडमा हराइरहन्थेँ। घुमन्ते मन कता कता अल्झिरहन्थ्यो। तपाईं नआउनु भएको भए कति कुराहरू हुन्थेन। यदि तपाईं आउनु भएकै थिएन भने के हुन्थ्यो? म रोइरहन्थेँ। मेरो आँसु पुछिदिने कोही पनि हुँदैन थियो। बिहान हुन्थ्यो, फेरि साँझ, यही दृश्य मात्र दोहोरिन्थ्यो। यदि तपाईं आउनु भएकै थिएन भने के हुन्थ्यो? म गन्तव्य खोज्थेँ, अर्थात् म बाटो खोज्थेँ, तर फेरि त्यही घुमिरहन्थे फन्थे। बाटो थियो तर दिशा थिएन या लक्ष्य थिएन। यदि तपाईं आउनु भएकै थिएन भने के हुन्थ्यो? म मानिसहरूको कथा मात्र सुन्थे। किताबहरू पढ्दै पढ्दै एक दिन कान नसुन्ने र आँखा नदेख्ने जस्तै भइदिन्थे। यदि तपाईं आउनु भएकै थिएन भने के हुन्थ्यो? म घर, गाउँ र गोरेटोमा भौतारिरहन्थेँ। बिमारी हृदय बचाउनको निम्ति या मेरो यो शोखित हृदयलाई सुरक्षित गर्नको निम्ति झुटा उपचारहरू र चोर फटाहरूको बीचमा पिसिँदै यदि तपाईं आउनु भएकै थिएन भने के हुन्थ्यो? मेरो जीवनको अर्थ म बुझ्न सक्दिन थिएँ। मेरो जीवनको अर्थ म बुझ्न
सक्दिनथे, मरे जस्तै बाँचिरहन्थे। थाक्थे, धूर्तहरूको हातमा बिक्थे। यदि तपाईँ आउनुभएकै थिएन भने के हुन्थ्यो? झुट, छल, हिंसा, हत्या यी सबै कुराको हिसाबै राख्दिनथ्यो। यदि झुट, छल, हिंसा, हत्या यी सबैको हिसाबै राख्दिनथे, हामी हरेक दिन पिसिन्थ्यौं, लुटिन्थ्यौं र मारिन्थ्यौं। हामी हरेक दिन पिसिन्थ्यौं, लुटिन्थ्यौं र मारिन्थ्यौं। यदि तपाईँ आउनुभएकै थिएन भने के हुन्थ्यो? उनीहरूले मलाई खेद्थे, धकल्थे, निकालिदिन्थे। यदि तपाईँ नआउनु भएको भए उनीहरूले मलाई खेद्थे, धकल्थे, निकालिदिन्थे, पापी भनेर मारि नै दिन्थे। हात समाएर उभ्याउने कोही हुने थिएन। यदि तपाईँ आउनुभएकै थिएन भने के हुन्थ्यो? हामी घृणा गर्थ्यौं, दोष लगाउँथ्यौं, अधर्म गर्थ्यौं, हत्या र हिंसा नै गर्थ्यौं र तपाईको नाम लिएर यी सबै गर्थ्यौं। हो, यदि तपाईँ नआउनु भएको भए कति कुरा नहुन्थे या हुने थिएनन्। तर तपाईँ आउनुभयो, हामीले मुक्ति पायौं। तपाईँ आउनुभयो र हामीले मुक्ति पायौं। आज प्रश्न यही हो, यदि तपाईँ आउनुभएकै थिएन भने के हुन्थेन? मेरो जस्तै के यो प्रश्न तपाईहरूको पनि हुन्थ्यो? क्रिसमस मनाउँदै गरेका मित्रहरू याद गर्नुहोस्, हामीले क्रिसमस मनाउँदै गरेको पर्खालको अर्कोपट्टि पनि मान्छेहरू बस्छन्। के तिनीहरूलाई यो क्रिसमसमा आएको छ? छैन भने तपाईले र मैले मनाउँदै गरेको क्रिसमस भोज भतेर मात्र भएको छ, तर मुक्तिको सन्देश भएको छैन भने सावधान। हामीले क्रिसमस मनाएर भोज खाइरहेको पर्खालको उतापट्टि पनि मान्छेहरू बस्छन्। मित्रहरू, यहाँलाई यो सानो कविता मेरो मनमा आएका प्रश्न, जिज्ञासा र आकांक्षाहरूको बीचमा पस्किएको छु। क्रिसमस तपाईको जीवनमा मात्र होइन, तपाईको पर्खालभित्र मात्र होइन, क्रिसमस पर्खालभन्दा बाहिर बसेका मान्छेहरूको लागि पनि आएको होस्। तपाईँ र ती पर्खालभन्दा बाहिर बसेका मानिसहरू सबैले क्रिसमसको यो मुक्तिको सन्देश तपाईँ मार्फत सुन्न पाउनु भएको होस्। मेरो शुभकामना छ क्रिसमसले तपाईँ र पर्खालभन्दा भित्ताको उतापट्टि बसेका मान्छेहरूको निम्ति पनि मुक्तिको यही नै शुभ सन्देश छ। प्रभु येशूले तपाईको परिवार र पर्खालभन्दा पारिपट्टि बसेको, पर्खालको भित्ताको उतापट्टि बसेको मान्छेलाई मुक्तिको कुराहरू तपाईँ मार्फत सुनाउन सकोस्। फेरि पनि मेरो शुभकामना छ अनि नयाँ वर्ष 2026 को पनि यहाँलाई शुभकामना छ। परमेश्वरले तपाईहरु सबैलाई धेरै आशिष दिनुभएको होस्।